हेलो साथीहो, के छ हाल खबर हो? कता हो, के हो? अत्तो केही छैन साथीभाइ हो। यसो लाइभ सेयर गरौँ, धेरैभन्दा धेरै कमेन्ट गरौँ, सब्सक्राइब गर्नुहोस् है हजुर हो। म त यस्तै छु, यस्तै छु हजुर हो। मलाई धेरैभन्दा धेरै मन पराइदिनुहोस् भन्ने विनम्र अनुरोध गर्दछु। यति छ साथीभाइ हो। साथीभाइहरूले साह्रै हेप्छन्, के गर्ने रे। पैसा भए मात्रै भने मात्रै खुसी हुन्छन्, अर्कोलाई तिनीहरूलाई खुवायो भने मात्रै खुसी हुन्छन्, नभए मन पराउँदैन साथीभाइ हो। यस्तो छ हजुर, यस्तै छ, अब के गर्ने अब। दुखीको जिन्दगी यस्तै साथीभाइ, यस्तै छ नि। के गर्ने यस, के गर्नु, बुढो भइयो, 50 वर्ष पुग्यो, बुढेसकालले छोयो है हजुर हो, बुढेसकालले छोयो। न केही छ न केही छ, साह्रै दुःख पाइयो है हजुर हो। मलाई धेरै धेरै मन पराइदिनुहोस्, लाइभ गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्। म पनि युट्युबमा यसो अलिअलि पैसा कमाउन सक्छु कि यस्तै यस्तै रोमान्टिक भिडियो हालेर भनेर अनुरोध गर्दछु। मान्छेहरू लाखौँ करोडौँ कमाउँछन् सामाजिक सञ्जालबाट, म पनि यसो अलिअलि कमाउँ कि भन्ने विचार छ। खोइ के गर्ने साथीभाइ हो। यसो भिडियो हालिरहेको छु, यसो मन पराइदिनुहोस्, मेरो स्वरलाई पनि यसो मन पराइदिनुहोस् भन्ने विनम्र अनुरोध गर्दछु। म पनि यस्तै भिडियोहरू चाहिँ हालिरहेको छु यो सामाजिक सञ्जालमा। धेरैमा धेरै मन पराइदिनुहोस् भन्ने विनम्र अनुरोध गर्दछु साथीभाइ हो। यस्तै छ हजुर हो, यस्तै छ। दुखीको जिन्दगी कहिले कता हुनुपर्छ, कहिले घाम कहिले पानी भने जस्तै यस्तै छ हजुर, के गर्ने। संसारमा यस्तै छ हजुर हो, यस्तै छ। आज एउटा युट्युबमा भिडियो हालिरहेको छु, यसो कति लाइक गर्नुहुन्छ, सेयर गरिदिनुहुन्छ भन्ने अनुरोध गर्दछु। म त थुप्रै भिडियोहरू हालिरहेको छु, यस्तै भिडियोहरू चाहिँ हालिरहेको हुन्छु भन्ने विनम्र अनुरोध गर्दछु। भिडियो चाहिँ आइरहन्छन्, सकेसम्म युट्युब च्यानलमा चाहिँ म हालिरहेको छु। यस्तै भिडियो धेरै मन पराइदिनुहुन्छ भन्ने चाहिँ अनुरोध गर्दछु। तपाईँहरूलाई कस्तो लाग्छ, के लाग्छ